तपाईँहरू सबैजनालाई नमस्ते कोनिचिवा म चाहिँ हाल जापानदेखि। अनि अहिले चाहिँ सोसल मिडियातिर 17,000 नेपाली चाहिँ नेपाल फर्काउँछ अरे भनेर एकदमै तरास डर एउटा फैलिरहेको छ सबै नेपाली समाजमा होइन। अनि वास्तविक कुरा के हो अनि कस्तो व्यक्तिहरू चाहिँ अनि त्यसको रिजन चाहिँ के हो भन्ने विषयमा थोरै मैले जानेको कुरा, मैले बुझेको कुरा है, मैले अरूसँग बुझेको कुरा अनि जापानिज सञ्चारकर्मीहरूबाट बुझ्छु र थोरै बुझेको कुराहरूलाई तपाईँहरूको बिचमा केही भन्ने छु, सो ध्यान दिएर सुन्नुहोला। अहिले चाहिँ सामाजिक सञ्जालमा 17,000 नेपाली चाहिँ फर्काउँछ अरे भनेर सामाजिक सञ्जाल टिकटक, सोसल मिडिया, फेसबुक चारैतिर भाइरल भइरहेको छ। वास्तविक कुरा के हो भन्दाखेरि वास्तविक कुरा चाहिँ के हो भन्दाखेरि तपाईँ जापानमा बस्नु भएको छ लङ टर्मदेखि तपाईँले चाहिँ जापान बसेर तिर्नुपर्ने कुराहरू हरेक कुरा चाहिँ समयमा तिर्नु भएको छैन होइन। अब होकेन भयो हरेक कुराहरू तिर्नु पर्ने, तपाईँ जे कुराहरू पनि पेन्सनहरू भयो हरेक कुराहरू चाहिँ तपाईँले टाइममा तिर्नु भएको छ कि छैन होइन, तपाईँले चाहिँ रुल्स फलो गर्नुभएको छ कि छैन, तपाईँ सबै कुराहरू अनि इलिगल काम कति मान्छेहरू फेक तरिकाले बसेको छ त्यो सबै कुराहरू चाहिँ अब चाहिँ जापानिज सरकारले चाहिँ एकदमै सबै चाहिँ तपाईँको म्यासेज सहित पनि अनि एआईले चाहिँ सबै चाहिँ राख्ने भएको छ। त्यही भएर चाहिँ अहिलेको समय सिचुएसन चाहिँ एकदमै राख्ने भएको छ। त्यही भएर तपाईँहरूले त्यस्तो आत्तिनुपर्ने कुनै पनि कुरा छैन। तपाईँ यदि रुल्स फलो गरेर एकदम नियम एकदमै सबै कुरालाई पालना गरेर बस्नुभएको छ भने आत्तिनुपर्ने कुनै रिजन छैन। यदि निकाल्ने नै हो भने जुनसुकै रिजनबाट बनाएर पनि निकाल्न सकिन्छ। त्यही भएर यस्तो आत्तिनुपर्ने रिजन कारण चाहिँ कुनै पनि छैन। र अहिले चाहिँ जापानमा एकदमै नियम कडा भएको कारणले गर्दाखेरि हामीले सबै नियमहरू फलो गर्नुपर्ने, तिर्नुपर्ने कुराहरू समयमा तिर्नुपर्ने, एकदमै यहाँ चाहिँ कुनै एक्सक्युज हुँदैन। त्यही भएर जापान चाहिँ अहिले एकदमै कडा भइराखेको छ। तपाईँले पनि रुल्स ब्रेक गर्दै हुनुहुन्छ, कुनै पनि कुराहरू ढिला गर्दै हुनुहुन्छ भने सबै कुरा चाँडो गर्नु होला। हरेक कुरा तपाईँ ठाउँ सर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ 14 दिनभित्रमा चाहिँ त्यो ठाउँको लोकेसन चाहिँ तपाईँले चेन्ज गरिसक्नुपर्ने हुनेछ, गर्नुपर्छ नजिकको वडामा गएर। अनि त्यही भएर स्याकोसे जानुपर्ने हुन्छ। त्यही भएर तपाईँहरूले सबै कुरालाई नियम पालना गरेर बस्नुहुन्छ भने चाहिँ तपाईँको लागि बेस्ट हुनसक्छ। यो सानो जानकारीको लागि तपाईँहरूले सुनिदिनु भयो, धन्यवाद।